वेलकम टू माई न्यू भ्लग गाउँले भ्लगमा चाहिँ वेलकम छु। अहिले ज्ञानेश्वर वनको दृश्य देखाउन चाहन्छु मैले। अब हामी यहाँ प्रवेश गर्छौँ। गेटमा यहाँ छ के छ यहाँ अजिङ्गर। ओए अजिङ्गर कस्तो नदेखेको अजिङ्गर रहेछ यहाँ। अजिङ्गर अजिङ्गर यता यहाँ के रहेछ यता मान्छेहरू छ। मयूर यार उठ न ओए उठ त मयूर यार। ओ मयूर छ्यार्र गर्न मजबुर भयो त्यो खरायो ऱ्याबिट भन्छ इङ्ग्लिसमा नेपालीमा खरायो सेत टन्नै रहेछ त। यो हरिण हो हरिण रहेछ खरायो यस्तो अन्त खालि भएपछि के लाग्छ भनेर परिवार मयूर 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 ओए साथी आई यता छ मयूर एउटा मयूर पाँच ताप थुतौँ क्या यता हेर ओए मयूर बवाल फोटो खिच्नु एउटा मयूर यता हेर न कस्तो जाली नि यो किन डबल राख्यो होला जाली बवाल लाग्यो ल हेर मयूर नाइस है। ओए खतरनाक नाच्दैन एकचोटि हजुर बवाल जालीले देख्दैन कि मयूर बा कतिवटा पाख हुँदो रहेछ 1 2 3 ए सुतायल त लभली है एक फेरि कस्तो है खतरा लाग्यो हेर त राम्रो राम्रो मान्छे। अब मयूरले एकचोटि फेरि उठाएन नि थियो ओ बवाल यता के छ यो बवाल मजुर अब जिउँदो गैँडा हेर्नु डर लाग्यो है। मर्या गैँडा गनाउँदैन यो आइसमा राखेको मरेको नि शान्ति छैन मुर्दाहरूलाई मरेपछि नि शान्ति छैन गैँडा के भयो सेतो गैँडा रहेछ है। त्यो त माथि गयो यार मयूर त गोही चाहिँ यहाँ छ टाउको यहाँ गोही टाउकोदेखि यहाँ सामान्य जाली डबल जाली भएर छेक्यो यहाँ ओस्ट्रिच थियो पहिला अस्ति चाहिँ यता सर्प नि पाले खायो झाडीमा सर्पहरू पनि लुकेर बस्यो क्या यता के नानीहरू 3 जनालाई पछि यता नि भयो यो चाहिँ ए उता हरिण त्यहाँ नि छाडै रहेछ यार यो भयो हेर त भ्लगमा आउने भएर खुसी भएको केटाहरू भ्लगमा आउने भने खुसी भएको पोतले नि पालेर चाहिँ हेर म त छिरै थिइनँ यार त्यहाँ चाहिँ के छ बाँदर ऊ खरायो भाग्यो खरायो टन्नै छाडै रहेछ त भाग्दैन भयो त्यहाँबाट यिनीहरू यो धारा छ टुटी यो ज्ञानेश्वर वनको विभिन्न आमामा एउटा 2टा 3टा यो भित्र के छ यो रहेछ पुल हान्छै हान्दैन यसले भाग्यो डराएर ल हरिण हेर्नुहोस् त